हेलो गुड मर्निङ इन्टेलिजेन्ट पिपुल सबैजना सन्चै हुनुहुन्छ। आज भने वैशाख 26 गते अप्रिल 29 2026 र आज चाहिँ मार्केटमा चाहिँ हामीले चाहिँ गिरावट चाहिँ देख्न सक्छौँ एज एक्सपेक्टेड। हामीले हिजै पनि डिस्कस गरेका थियौँ आज पनि मार्केट गिरावट हुन सक्छ भनेर र आज चाहिँ टोटल गिरावट चाहिँ कति रहेको छ भन्दाखेरिमा चाहिँ 25.81 को चाहिँ गिरावट रहेको छ र आज चाहिँ मार्केटले चाहिँ 2744.45 चाहिँ क्लोजिङ दिएको छ, जसमा आज केही न केही हदसम्म कमाउने चाहिँ 30वटा कम्पनी रहनु भएको छ भने चाहिँ टोटल 235 कम्पनीको लगानीकर्ताहरूले चाहिँ आज गुमाउनु भएको छ र टोटल अनचेन्जमा चाहिँ 4वटा कम्पनी रहेको छ र हामीले चाहिँ यहाँ हाम्रो ट्रेन्ड लाइन तानेको एरियामा आएर हेर्छौँ भने चाहिँ अब चाहिँ जे होस् हाम्रो ट्रेन्ड लाइनको एरियातिर चाहिँ आउन लाग्यो जस्तो देखिन्छ मार्केट चाहिँ है। र अनि त्यसपछि अनि एकुमुलेटेड जोन भनेको चाहिँ के छ भन्दाखेरिमा चाहिँ मेरो विचारमा चाहिँ जो 2700को एरियाको यो चाहिँ एरिया चाहिँ अकुमुलेटेड जोन हेर्न सकिन्छ, जहाँनिर चाहिँ केही न केही सप्लाई चाहिँ मार्केटमा चाहिँ आउन सक्छ। तर सेन्टिमेन्ट के छ भन्दाखेरिमा चाहिँ सडनली स्पाइक आउनु अथवा मुभमेन्ट मासतिर नै लैहाल्नु भन्ने चाहिँ छैन र ओभरअल आजको भोल्युम हेर्न सक्छौँ भने चाहिँ आज चाहिँ हिजोभन्दा पनि कम नै भोल्युम आएको छ। एकदमै थोरै हो, हिजोभन्दा ओन्ली 5 अर्ब मोटामोटीको कारोबार आएको छ र हामीले जुनसुकै इन्डिकेटरहरू लगाऊँ, एमएसिडी लगाऊँ, आरएसआई लगाऊँ होइन, बोलिन्जर ब्यान्ड लगाऊँ, जेसुकै लगाऊँ, के छ भन्दाखेरिमा चाहिँ उनीहरूले नै सबैले चाहिँ हामी चाहिँ डाउन ट्रेन्डमै हो र अनि त्यसपछि रिभर्सलको कुनै पनि प्रोबेबिलिटीहरू देखाउँदैन र यहाँ पनि हेर्न सक्छौँ झन्झन बिगर बिगर जस्तो चाहिँ बन्दै गइरहेको छ मुनतिरपट्टिको सेगमेन्टहरू चाहिँ। र यिनीहरू हेर्नुभन्दा पनि अब चाहिँ हामीले चाहिँ इन्टेलिजेन्टली होइन यो जुन एरिया जुन मैले भनिराखेको छु 2700को एरियातिर चाहिँ हामीले चाहिँ यो एरियाबाट चाहिँ आफ्नो पोर्टफोलियोमा चाहिँ के गर्नु सकिन्छ भन्दाखेरिमा 1-2 महिनाको लागि 2-3 महिनाको लागि चाहिँ भनेर चाहिँ टार्गेट गरेर चाहिँ एकदम फाइनेन्सियल्ली स्ट्रङ कम्पनीहरूमा चाहिँ लगानी गर्न थाल्न सक्छौँ र अनि त्यसपछि अनि जब पनि मार्केट अप ट्रेन्डमा जान्छ सबैभन्दा हाइएस्ट रिटर्न दिने भनेको कस्तो हुन्छ नि त फाइनेन्सियली स्ट्रङ कम्पनी। किन भन्दाखेरि उसँग सेन्टिमेन्ट हुन्छ, सधैँ माथि नै जाने सेन्टिमेन्ट हुन्छ, किन भन्दा दे आर द ग्रोइङ कम्पनी, दे आर गिभिङ सम अफ द प्रफिट टु यु। तपाईँले केही न केही मुनाफा दिइराखेको छ भने तिनीहरू त झन् अभियसली हो कि धेरै मान्छे आउने भयो नि त तिनीमा लगानी गर्नको लागि। त्यही भएर इन्टेलिजेन्टली सोचेर चाहिँ सस्तो सस्तो होइन 200-300को मात्रै मसँग खासै ठुलो क्यापिटल छैन भने त्यसरी नसोच्नुहोस् कि कसरी सोच्नुहोस् भन्दाखेरिमा चाहिँ यो सेयर मार्केट भनेको सबै पोइन्ट्सको खेल हो है। पोइन्ट्स चाहिँ सबैभन्दा धेरै कुनले चाहिँ अकुमुलेट गर्न सक्छ भन्दा जुन चाहिँ स्ट्रङ छ र अनि त्यसपछि त्यही भएर हामी चाहिँ सधैँ स्ट्रङ्गेस्ट पार्टतिर नै मुभ गर्नुपर्ने हुन्छ र अनि त्यसपछि सबैजना एकै गइरहेको छ भने चाहिँ म चाहिँ एकदम सही छु, म नै ठिक हो होइन, मेरो गोरुको 12 टक्का भनेर जस्तो चाहिँ तपाईँ चाहिँ अलिकति मुभमेन्टभन्दा बाहिर चाहिँ नजानु। लगानी गर्नको लागि हाइएस्ट ट्रान्जेक्सन्सहरू के छ होइन, धेरै मान्छेहरूले लगानी गरेको के छ, टर्नओभर सबैभन्दा धेरै कुन कम्पनीमा आइराखेको छ पछिल्लो समय, त्यो हेरेर सर्ट टर्ममा चाहिँ हामीले ट्रेड लिने गर्छौँ भने चाहिँ थोरै मिड टर्मको लागि हो भने चाहिँ हामीले चाहिँ स्ट्रङ के छ होइन, फाइनेन्सियल्ली स्ट्रङ स्ट्यान्डिङ कुनले लिइराखेको छ होइन, कुनले चाहिँ बेसी रिटर्न दिनेवाला छ, यस्तो यस्तो कुराहरूले चाहिँ अनि त्यसपछि अनि असर पुर्याउने गर्छ। अब चाहिँ हामी चाहिँ 2-3 महिनालाई नै टार्गेट गरेर चाहिँ अगाडि बढ्दा चाहिँ एकदम बेस्ट हुन्छ। आज पनि मोस्ट अफ द ट्रान्जेक्सनहरू भोल्युमहरू होइन हेर्छौँ भने चाहिँ त्यो आइपिओहरूले नै कारोबारहरू बेसी दिइराखेको जस्तो देखिन्छ। अब भोल्युममा चाहिँ पिआरएसएफ, एनएचपिसी, पिसी
बिआलपी, केबिआल होइन यिनीहरू चाहिँ भोल्युममा आइराखेको छ भनेपछि चाहिँ टर्नओभरमा पनि आरएसएमएल, पिसिआइएल, सिओआरबिएल, एसओएचएल, एनएचपिसी आइराखेको छ भने ट्रान्जेक्सन्समा पनि पिसिआइएल। सो सबैमा पिसिआइएल नै यो चाहिँ रिसेन्टवाला चाहिँ हाम्रो आइपिओवाला कम्पनी हो। त्यही भएर नै यो भोल्युममा छ। तपाईँसँग आइपीहरू परेको छ भने चाहिँ अब चाहिँ बिस्तारै त्यसलाई डम्प गर्न हेर्दा नि हुन्छ। सो के छ भन्दाखेरिमा अब हामी एरियामा आएको छौँ, हामीले चाहिँ थोरै यस्तो आफूसँग भएको क्यापिटलको 20-30% जति चाहिँ मार्केटमा लगाएर चाहिँ हेर्न सक्ने बेलाहरू चाहिँ आउँदैछ बिस्तारै। यो विकको चाहिँ इन्डतिर चाहिँ हामीले चाहिँ सोच्न सक्छौँ त्यो कुरा चाहिँ। अब हुनु त हामी इन्डतर्फ पनि आइराखेको आज वेडनेसडे भइहाल्यो, अझै 2 दिन कारोबारहरू हुन्छ। 2 दिन कारोबारमा चाहिँ यो ट्रेन्ड लाइन भन्दा चाहिँ अलिकति तलै नै आउँछ होला है। त्यही भएर चाहिँ जे होस् यो ट्रेन्ड लाइन जुन छ योबाट चाहिँ यस्तो हल्का आएर चाहिँ अनि अलिकति यस्तो दिएर अनि फेरि साइडवेज चाहिँ खेल्छ होला मार्केट चाहिँ। त्यही भएर चाहिँ तपाईँहरूले चाहिँ मैले भनेअनुसार नै हो यो जोन जोन छ यो जोनमा चाहिँ आफ्नो चाहिँ 2-3 महिनाको लागि भनेर चाहिँ इन्भेस्ट चाहिँ गर्न सक्नुहुन्छ। आजलाई चाहिँ यति नै र आजको एनालाइसिस मेरो यति नै रहेको छ। भोलि पनि आउनेछु भन्ने पर्मिससहित आजलाई चाहिँ बिदा लिन चाहे म। हस् त धन्यवाद भिडियो हेरिदिनु भएकोमा। डु कमेन्ट होइन कुनै पनि स्टकहरूको एनालाइसिस गरिदिनु पर्ने छ भने अथवा गर्न सकिन्छ भने हामी होइन डु कमेन्ट अनि सब्सक्राइब गर्न नभुल्नुहोस् होला। थ्याङ्क यू सो मच।